के तपाईलाई थाहा छ कर्णालीमा एउटा यस्तो रहस्यमय ताल रहेको छ जसले दैनिक 3 पटकसम्म रङ परिवर्तन गर्दछ र यो तालभित्र कुनै पनि जीवित प्राणी नै भेटिँदैन। अगाडि हेर्दै जानुस् न, भिडियोमा नम्बर 1 मा रहेको तालको गहिराई सुनेर तपाई छक्क पर्नुहुनेछ। स्वागत छ तपाईलाई कर्णाली प्रदेशका टप 5 उत्कृष्ट पर्यटकीय गन्तव्यहरूको सुनौलो यात्रामा, जुन कर्णालीको अर्थतन्त्रको बलियो आधार स्तम्भको रूपमा रहनेछन्। नम्बर 5 मा रहेको छ सुर्खेतको बुलबुले ताल। यदि तपाई कर्णाली प्रदेश प्रवेश गर्दै हुनुहुन्छ भने सबैभन्दा पहिलो घुम्नै पर्ने ठाउँ हो सुर्खेतको बुलबुले ताल। यो ताल सामान्य ताल जस्तो होइन, जमिनको भित्रबाट निरन्तर पानीको मूल फुटिरहने भएकाले यसलाई निकै रहस्यमय प्राकृतिक चमत्कार मानिन्छ। ताल वरिपरि बनेको सुन्दर पार्क, हरियाली वातावरण, मन्दिर र आरामदायी पदमार्गले परिवार, विद्यार्थी र आन्तरिक पर्यटकको मुख्य आकर्षक बनेको छ। दशैं, तिहार, नयाँ वर्ष र विभिन्न सार्वजनिक बिदाका समयमा यहाँ हजारौं मानिसहरूको भिड लाग्ने गर्दछ। साँझको समयमा तालको शान्त वातावरण, रङ्गीन बत्तीहरूले यसलाई झन् आकर्षक बनाउँदछन्। बुलबुले ताल केवल घुम्ने ठाउँ मात्र होइन, सुर्खेतको सांस्कृतिक पहिचान पनि हो। यहाँबाट कर्णालीका अन्य प्रसिद्ध गन्तव्यतर्फ यात्रा गर्ने अधिकांश पर्यटकको आफ्नो भ्रमण यहीबाट सुरु गर्दछन्। बुलबुले तालमा वार्षिक रूपमा अनुमानित आगन्तुक 2 लाख भन्दा बढी आउने गर्दछन्। अब 4 नम्बरमा रहेको छ जुम्लाको सिंजा उपत्यका। नेपाली भाषाको उद्गम स्थल मानिने सिंजा उपत्यका नेपालको इतिहास र सभ्यताको अत्यन्त महत्त्वपूर्ण धरोहर हो। जुम्लामा रहेको यो ऐतिहासिक क्षेत्र जहाँ प्राचीन खस राज्यको राजधानी थियो। यहाँ भेटिएका शिलालेख, मन्दिर, पुराना दरबारका भग्नावशेष र ऐतिहासिक संरचनाले हजारौं वर्ष अघिको नेपालको कथा सुनाउँछन्। यदि तपाई इतिहास, संस्कृति र पुरातत्वमा रुचि राख्नुहुन्छ भने सिंजा उपत्यका तपाईका लागि एक उत्कृष्ट पर्यटकीय गन्तव्य हो। यहाँ पुग्दा स्थानीय संस्कृति, परम्परा र आतिथ्यले पनि पर्यटकको मन जित्न सक्छ। पछिल्ला वर्षहरूमा सडक पहुँच सुधारिएसँगै आन्तरिक पर्यटकहरूको संख्या निरन्तर बढिरहेको छ। भविष्यमा यसलाई युनेस्को विश्व सम्पदा सूचीमा समावेश गर्ने प्रयास समेत भइरहेको छ। यसको वार्षिक अनुमानित पर्यटक संख्या 20,000 देखि 30,000 सम्म आउने गरेको तथ्य रहेको छ। 3 नम्बरमा रहेको छ हुम्लाको लिनी उपत्यका। नेपालकै सबैभन्दा दुर्गम तर सांस्कृतिक र प्राकृतिक रूपमा अद्वितीय सम्पदाहरूमध्ये एक हो लिनी उपत्यका। तिब्बती सीमासँग जोडिएको यो उपत्यकामा रहेका शताब्दीयौं पुराना बौद्ध गुम्बाहरू, प्राचीन भोट संस्कृति, ढुङ्गा र माटोले बनेका मौलिक गाउँहरू तथा नाङ्गा हिमाली पहाडहरूले जो कोहीलाई पनि मोहित बनाउँछ। उपत्यका क्षेत्रमा दुर्लभ हिम चितुवा, जङ्गली चौरी, तिब्बती गधा तथा विभिन्न हिमाली जडीबुटीहरू पाइन्छन्। चीनको तिब्बतसँग मिल्दोजुल्दो भूगोल र जीवनशैलीका कारण यसलाई भर्जिन भ्याली र नयाँ तिब्बत पनि भनिन्छ। यहाँबाट देखिने मानसरोवर, कैलाश पर्वतको सुन्दर दृश्य तथा स्थानीय लामा संस्कृति संसारकै उत्कृष्ट र सांस्कृतिक दृश्य र अनुभव मध्ये एक मानिन्छ। यस क्षेत्रमा प्राचीन इतिहास, मौलिक संस्कृति र विकट हिमाली पदयात्रा गर्न चाहनेहरूका लागि उत्कृष्ट गन्तव्य हो। यसमा वार्षिक अनुमानित पर्यटक संख्या 500 देखि 1000 सम्म आउने गर्दछन्। दुर्गमता र सीमित पहुँचका कारणले यहाँ पर्यटकहरू अन्य स्थान रहेको छ। डोल्पाको सेफोक्सुन्डो ताल। समुद्री सतहबाट करिब 3611 मिटर उचाइमा रहेको सेफोक्सुन्डो ताल नेपालको सबैभन्दा गहिरो ताल हो। यसको निलो फिरोजी पानी र वरिपरिको विशाल हिमाल, झरना र तिब्बती बौद्ध संस्कृतिले संसारभरका पर्यटनलाई आकर्षित गर्दछ। यही कारणले यसलाई नेपालको सबैभन्दा सुन्दर हिमाली तालमध्ये एक मानिन्छ। यो ताल सेफोक्सुन्डो राष्ट्रिय निकुञ्जभित्र अवस्थित छ, जहाँ हिमचितुवा, नाउर, कस्तुरी, मृग जस्ता दुर्लभ वन्यजन्तुहरू पनि पाइन्छन्। पदयात्रा, फोटोग्राफी र साहसिक पर्यटनका लागि यो उत्कृष्ट गन्तव्यको रूपमा मानिन्छ। यसले दैनिक 3 पटकसम्म बढी रङ परिवर्तन गर्दछ। आगन्तुक संख्या चाहिँ 3000 देखि 4000 को संख्यामा आउने गर्दछन्।
नम्बर 1 मा रहेको छ मुगुको रारा ताल। कर्णाली प्रदेशको मात्र होइन, सम्पूर्ण नेपालको पर्यटनको मुकुट मानिन्छ रारा ताल। करिब 10.8 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो नेपालको सबैभन्दा ठूलो ताल हो र यसको गहिराई, निलो पानी, चारैतिर फैलेको हरियाली जंगल र पृष्ठभूमिमा देखिने हिमालले यहाँ पुग्ने हरेक पर्यटकलाई मन्त्रमुग्ध बनाउँछ। महेन्द्र ताल पनि भनिन्छ, त्यसैले यसलाई तालहरूको पनि रानी भनेर चिनिन्छ। रारामा डुङ्गा सैर, पदयात्रा, घोडचढी, फोटोग्राफी, क्याम्पिङ र हिमाली सूर्योदय अवलोकन अत्यन्त लोकप्रिय छन्। हरेक मौसममा तालको रङ परिवर्तन हुने भएकाले एकै ठाउँमा हरेक पटक नयाँ अनुभव जस्तो लाग्छ। पछिल्ला वर्षहरूमा सामाजिक सञ्जाल र पर्यटन प्रवर्धनका कारण रारा नेपाली तथा विदेशी दुवै पर्यटकको लागि रोजाइ बन्दै गएको छ। यस तालमा अनुमानित रूपमा वार्षिक 15,000 देखि 20,000 भन्दा बढी पर्यटकहरू त्यहाँ आउने गर्दछ। यी थिए कर्णाली प्रदेशका 5 उत्कृष्ट पर्यटकीय गन्तव्यहरू। ती मध्ये तपाईँ कुन स्थानमा पुग्नु भएको छ, कृपया जानकारी दिनुहोला। अन्य यस्तै रोचक र जानकारीमूलक भिडियोका लागि लुकेका पानाहरूलाई सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।